के तपाईले कहिले म्यापलाई ध्यान दिएर हेर्नुभएको छ? अनि नोटिस गर्नुभएको छ कि सानो जस्तो देखिने देश नेपाल कसरी संसारका दुई ठूला राष्ट्र चाइना र इन्डियाको बीचमा सर्भाइभ गरिरहेको छ, त्यो पनि यति कम ल्यान्ड एरियामा। धेरैलाई लाग्न सक्छ कि इन्डिया वा चाइना मध्ये कसैले नेपाललाई कब्जा गरिसकेको हुनुपर्थ्यो, तर वास्तविकता फरक छ। नेपाल आज पनि आफ्नै पहिचान र अस्तित्वसहित स्वतन्त्र रूपमा उभिएको छ। यो कहानी हो नेपाल कसरी चाइना र इन्डियाको बीचमा सर्भाइभ गरिरहेको छ। यसको उत्तर जान्न हामीले पास्टतिर फर्किनुपर्छ। सबैभन्दा पहिले एउटा कुरा बुझ्नुपर्छ, नेपाल त्यति सानो देश पनि होइन। यसको एरिया ग्रीस जत्तिकै छ, वा क्यालिफोर्नियाको लगभग 1/3 बराबर। तर जब हामी यसलाई छिमेकी विशाल देशहरूसँग तुलना गर्छौं, तब नेपाल निकै सानो देखिन्छ। चाइनामा लगभग 1.4 अर्ब मानिस बस्छन्। यति सानो इन्डियामा पनि जनसङ्ख्या र लगभग सीमित त्यत्तिकै स्रोत जनसङ्ख्या हुँदै छ। नेपाल तर अझैसम्म नेपालमा इन्डिपेन्डेन्ट भने करिब कसरी 30 छ? मिलियन मानिस बस्छन्। यसको सबैभन्दा ठूलो कारण हो नेपालको जियोग्राफी। नेपालको अधिकांश भूभाग रकी र माउन्टेनियस छ, जसमा संसारकै अग्लो हिमाल माउन्ट एभरेस्ट पनि पर्छ। नेपाल मूलतः हिमालयसभित्र बसेको देश हो। यही कठिन भूगोलले नेपाललाई इन्भेड गर्न वा पूर्ण रूपमा कन्ट्रोल गर्न निकै कठिन बनाइदिएको छ। इतिहासभर यही नेपालको सिक्रेट वेपन रह्यो। 1800 को दशकमा ब्रिटिस एम्पायरले नेपालसँग युद्ध सुरु गरेको थियो, जसलाई आज एङ्ग्लो नेपालिज वार भनेर चिनिन्छ। त्यो युद्धमा नेपालले केही टेरिटरी गुमायो, तर आफ्नो मुख्य माउन्टेनियस कोर ल्यान्ड जोगाउन सफल भयो। नेपालको साहस र लडाईँ गर्ने क्षमताले ब्रिटिसर समेत प्रभावित भए। विशेष गरी गोर्खा वारियर्सले यस्तो बहादुरी देखाए कि आजसम्म पनि गोर्खाज ब्रिटिस आर्मीमा सम्मानका साथ सेवा गरिरहेका छन्। अब कुरा गरौँ 20औं सेन्चुरीको। इन्डियाले इन्डिपेन्डेन्स पाएपछि र चाइनामा रेभोल्युसन आएपछि साउथ एसियाको पावर ब्यालेन्स बदलिन थाल्यो। तर नेपालले आफूलाई दुवै देशको कन्फ्लिक्टबाट टाढा राख्न सफल भयो। नेपालले एउटा स्मार्ट डिप्लोमेटिक स्ट्र्याटेजी अपनायो, न्यूट्रल बट फ्रेन्डली विथ बोथ नेबर्स। कोल्ड वारको समयमा नेपालले आफूलाई नन एलाइन्ड कन्ट्री घोषणा गर्यो। यसको अर्थ नेपाल कुनै पनि सुपर पावरको साइडमा खुलेर उभिन चाहँदैनथ्यो, न युएसको न सोभियत युनियनको। आज पनि नेपालको स्ट्र्याटेजी लगभग उस्तै छ। नेपाल इन्डियासँग ट्रेड, कल्चर र खुला बोर्डरमा निर्भर छ भने चाइनासँग इन्फ्रास्ट्रक्चर र इन्भेस्टमेन्टमा सहकार्य गरिरहेको छ। नेपाल न इन्डियाको हिस्सा बन्न चाहन्छ न चाइनाको। र यही ब्यालेन्स गर्ने क्षमता नै नेपालको सबैभन्दा ठूलो शक्ति बनेको छ। यही कारण हो कि नेपाल आज पनि दुई विशाल शक्तिहरूको बीचमा आफ्नो अस्तित्व, संस्कृति र स्वतन्त्रता जोगाएर उभिएको छ।